Hello guys, welcome back to my YouTube channel. It's me Prasanna Hawas. So आज चाहिँ मैले यहाँनिर आधी बाटोदेखि भ्लग स्टार्ट गर्दैछु र अहिले चाहिँ एक्ज्याक्टली म कहाँ छु भन्दाखेरि चाहिँ कहाँ हो दादा? निमङको मुनि जिरो यहाँनिर जिरोमा छ निमङको मुनि बरबटको अलिकति माथि। सो यहाँ चाहिँ तपाईहरुलाई म के देखाउन चाहन्छु भने यो बोट हेर्नुस् त यहाँनिर तपाईको यहाँदेखि चाहिँ कालिम्पोङ जानको लागि 40 किलोमिटर, रानी पुल जानको लागि 133 किलोमिटर, ऋषि बोर्डरको लागि 70 किलोमिटर, मेनला जानुको लागि 181 किलोमिटर। र यहाँ जो हुनुहुन्छ जो के प्रब्लम भएर यहाँ यो सामानले गर्दा फेरि प्रब्लम भयो गाइस। अन्त यहाँनिर अब त्यो जोले बोक्नु भएको सामान छ नि हौ त्यसको चाहिँ के बान्नु छ अरे है। अन्त यो सामानले गर्दाखेरि जोजोलाई पुरा डिस्टर्ब गरेछ अनि जोजो अलिक ढिलो आउनु हुँदैछ आज। सो अब चाहिँ यहाँ बान्नु आँटेको छ है, सामानहरू लिएर गएको नि त आज चाहिँ। अब यो सामानहरू चाहिएर चाहिँ फुस्केर एकपट्टि है। जोजोको त बाइक आउने बित्तिकै भुटुटु हुने बित्तिकै मान्छेले त यस्तो गरेर हेर्दो रहेछ नि त। साथीहरु यहाँबाट चाहिँ देख्न सक्नुहुनेछ कालिम्पोङ 40 किलोमिटर, रानीपुल 133 किलोमिटर, ऋषि बोर्डर 70 किलोमिटर, यो मिनला 181 किलोमिटर। मिनला भन्ने चाहिँ मैले फर्स्ट टाइम सुनेको है, मलाई पनि थाहा थिएन त। तपाईहरुलाई त मैले देखाए कि हामी आफैलाई पनि थाहा थिएन यो मिनला भन्ने चाहिँ कुन चाहिँ जग्गा, यो सिक्किमकै साइड होला साइड हो। अनि यो ऋषि बोर्डर भन्ने सुनेको, रानी 181 किलोमिटर भनेपछि त टाढै रहेछ। 181 किलोमिटर भनेपछि टाढै हो। त्यो त रानी पुल चाहिँ कताको रानी पुल हो? यो रानीपुल सिक्किमको। सिक्किमको हो? ए यो सिक्किम हो, यो ऋषि बोर्डर पनि सिक्किम हो, मिनला पनि सिक्किम हो। यो कालिम्पोङ अब कालिम्पोङ भइगयो। ऋषि बोर्डर भनेको चाहिँ त्यो जुन चाहिँ नथुला बोर्डर छ नि, नथुलालाई चाहिँ ऋषि बोर्डर भन्दो रहेछ यो हो र। मैले फर्स्ट टाइम सुनेको यो ऋषि बोर्डर भन्ने नि यो मिनला भन्ने। गाइस जो चाहिँ यहाँनिर हेर्नुहोस् है, पछाडि हुन्छ, हामी चाहिँ अगाडि जाँदैछौँ है। अन्त जोले चाहिँ यहाँ सामान बोक्नु भएको छ, हेर्नुहोस् न यति लामो छ है। हेलो साथीहरु, यहाँ चाहिँ अब हाम्रो चाहिँ च्याउ देखेछ बाटोमा हो, आउँदा बाइकमा आउँदै थियौँ घरबाट। अन्त उसको चाहिँ अब आफ्नो घर गएको भनौँ न, जाँदा च्याउ देखेछ हो गाइस। यस्तै छ हो, हेर्नु होला। खाने च्याउ हो कि मर्ने च्याउ हो, यस्तो छ है। कुन त नि के च्याउ हेर्नु तर मजाको त मजाको नि। हेर्नुहोस् च्याउ खाने कि मर्ने हो यस्तो छ यहाँ चाहिँ। यस्तो छ च्याउ चाहिँ। गाइसहरु च्याउ देखेर आएको के हो, अब चिनेको भए पो लानु हो। टेक्नोलोजी चाहिँ भरे हेर्नुहोस् च्याउ चाहिँ। ऊ त्यो त ड्याम नै रहेछ त अन्त ऊ भित्तामा यस्तो हुन्छ है। यहाँ चाहिँ च्याउ चाहिँ गाइस यहाँ हेर्नु होला, यहाँ हात हाल्नु त दामी देख्छ। कुनैले बोतल खाएर पनि हेर्नु नि त्यहाँ गाइसहरु हो, बोतल च्याउ हेर्नु नि त्यहाँ जान्छ। हेरे मैले एउटा हेर्नु नि त्यहाँ हातले देख्नु त कति मजाको देख्दो रहेछ। झरी च्याउ हो कि कुन चाहिँ च्याउ हो यो? च्याउहरू चाहिँ गाइसहरु कुन चाहिँ च्याउ हो यो? थोरै छ नि त बोतल त, 1 2 3 4 4टा बोतल। तपाईहरुलाई यो खाले च्याउ मन पर्छ र खानुहुन्छ भने चाहिँ यो तारखोलको फाटाको आउनुहोस् यो जङ्गलमा। यहाँनिर हामीले च्याउ देख्यो आज। उनीको मुनि त्यो रहेछ साथीहरु, यत्रो भित्र पनि छ। गाइस हामी चाहिँ च्याउ देखेर हामी यहाँ उत्रेको थियो हो। अन्त अब चाहिँ फेरि हामी जान्छौँ। आउनुहोस् अब फोटो नखिच्दिनु, बाइक चाहिँ पर राखिरहेको फोटो नखिच्दिनु। हैन होस् फोटो
गाइज अब को यहाँ के भन्नु छ लु हामी चाहिँ यस्तो जाँदै थियौँ किन बाइक रोकै अगाडि अन्त मेरो पालि त के भएछ होला मेरो बाइकको के भयो होला भनेको त त्यो भित्तामा देखेछ खाने हो कि मर्ने हो थाहा भएन अन्त मैले चाहिँ नटिप्नु भन्दै थिएँ अनि हामी 3 जना बस्छौँ घरमा मर्यो भने 3 जना सेल्ट्यो भने त बिजोक साथीहरू हो नटिपेको हामीले कसै लिनु हुन्छ अनि यो भित्ता भरिरहेछ हेर्ने के कहाँको हो चारखोलको जङ्गलमा हेर्नुहोस् बाइकको हालत कस्तो छ मेरो चाहिँ नम्बर प्लेट छैन केही छैन ल यस्तै आजको हाम्रो जर्नी यस्तै हुन्छ हामी चाहिँ फाइनली अब चाहिँ घर आइपुग्न आँट्यो हो अन्त घरको छेउछाउमै छ अब चाहिँ जो माथि पुगिसक्यो अब चाहिँ हाम्रो घर आउँछ फाइनली हामी घर आइपुग्यो गाइजहरू ओ माई गॉड गाइज हामी घर आइपुग्यो अब चाहिँ अब मेरो कपाल त यस्तो भएछ भूत भएछ